Good morning and namaste. Welcome back to my channel, new day new vlog. And I hope you guys all fine. We are also fine here, right? अनि त्यही हो अब म चाहिँ आज भ्लग चाहिँ घरबाटै फेरि स्टार्ट गर्दैछु. सो आजको न्यू डे को चाहिँ अब के चाहिँ हुन्छ त भन्ने हिसाबमा अब के हुन्छ लेट्स सी हैन. एकछिनमा गर्दै जाऊँ भन्दै जाँदा के गर्छु के हुन्छ अब त्यो त थाहै छैन. सो अब चाहिँ अनि अहिले चाहिँ म चाहिँ फेरि भाइलाई यो कपाल पुरै काट्नु लगाउन लागेको. यो चाहिँ अब लामो पनि भयो है कपाल. अनि लामो धेरै लामो भयो, अलिकति झ्याउनु लाग्यो. सो कपाल चाहिँ आज म नयाँ तरिकाले काट्न लागेको छु गाइस. एकछिनमा हेर्नु होला तपाईहरुले कस्तो हुनेछ आजको नयाँ तरिकाको केस कटाइ हुनेछ मेरो. अनि सो लामो भयो कपाल पनि, सो काट्ने टाइम पनि भएको थियो. सो आज चाहिँ भाइले कपाल काट्नु लगाउनु पर्यो भनेको. सो एकछिनमा कपाल काटेपछि फेरि तपाईहरुसँग भेट्ने छु गाइस. सो जताततै कपडा छ. यहाँ चाहिँ हाम्रो भगवान कैसे हो भगवान? के खाएको भगवान? जाड भेट्यो बाबाले जाड खाएको. पर्खिने पो रहेछ, सँगसँग खानु नहुनेछ, पर्खिँदै खाएको. त्यस्तो भयो नानी. म त डल्ली भइसक्यो मै गाँठे के गर्नु एक गाँठे. ल लाग्यो घाममा खानुपर्छ. सो गाइस कपडा सबै कपडा दिएको छु मैले. आमाको बुबाको सबै क्यान्सी गाइस. यता छ उता छ त्यता नि छ परपर नि छ कति. सो मेरो लोड भएको थियो गाइस कपडा धुँदा चाहिँ. सो आजको वेदर चाहिँ अलिक खुलेको जस्तो छ है गाइस. क्यान्सी है त्यहाँ पारि चाहिँ हिमाल पनि देख्छ, तर अहिले चाहिँ फेरि बसेछ. This is my new look, hey guys. कस्तो छ प्रेत तक्ला जस्तो देखिरहेको होला होइन. कडाइदियो होला नागिदियो होला होइन गाइस. केही छ ठिक छ. सो गाइस अब चाहिँ अनि यो चाहिँ मेरो आजको नयाँ लुक्स थियो गाइस होइन. अनि सो मैले तपाईँहरूलाई पनि भनेको थिएँ मेरो न्यू लुक्स है गाइस आजको भनेर. सो एनिवेज गाइस अब चाहिँ त्यही हो. अनि अब चाहिँ म चाहिँ कपाल पनि काटिसक्यो. अनि अब चाहिँ म खन्न जानु लाग्यो तल. खन्न जाउँ अब त्यो काम साथी. सो खनेर सक्ने र अनि फेरि अर्को काम पनि छ. सो त्यो पनि गर्नुपर्ने छ गाइस. सो ढिलो नगरी अब हामी चाहिँ खन्नतिर जमाइदियो गाइस है त स्टुडियो. सो गाइस म चाहिँ नि अब निस्किसकेको छु. के अरे खन्नुको लागि भनेर हालिसक्यो. अनि अब निस्किसकेँ म चाहिँ. अनि सो तालुमा घामले पोल्ने भयो. अनि टोपी पनि लगाइहाल्यो गाइस है. यो क्यान चाहिँ त्यहाँ पर लाली गुराँस कडक फुलिरहेको छ. यहाँनिर चाहिँ खन्नुपर्ने छ. मैले एकछिन ड्याम लाएर अस्ति नै जोतेको भए ठिकै हुन्थ्यो, तर जोत्नु भएन रहेछ. सो अब म चाहिँ यसलाई नै झ्याम मल छरेर नै त्यसपछि खन्नुपर्ने रहेछ. सो ग्लोभ्स पनि चाहिने रहेछ गाइस. सो म चाहिँ ग्लोभ्स लिएर आएर त्यसपछि खन्नुपर्ने रहेछ. फेरि हातभरि भ्लगर भएपछि के गर्ने यार, यस्तो सामानहरू यो तन्द्रङ टुन्द्रङहरू चाहिँ अब नबोकी नहुने के गर्ने बोक्नै पऱ्यो. सो म चाहिँ ग्लोभ्स लिएर आउँछु पहिला है त तपाईँहरूसँग. सो गाइस म चाहिँ यहाँ आइसकेको छु. अनि अब मल छ यहाँनिर. मलहरू यो पहिला मल छरौँ अनि त्यसपछि फेरि खन्नुपर्ने छ मेबी. अनि त्यही हो अब पहिला मल छरौँ ढिला नगरी. टाइम पनि धेरै भइसक्यो.
टाइम भइसक्यो अहिले कति भनेपछि यु क्यान सी 2:35 भइसकेको छ है गाइस है। सो अब म चाहिँ ढिला नगरी थाल्नुपर्ने छ, फेरि सोतर पनि काट्न जानुपर्ने छ। सो म चाहिँ अब ढिला नगरी सुरु गरेको छु है त गाइस। सो गाइस मल चाहिँ सबै टोटली फाइनली सबै छरिसक्यो होइन। अब मल चाहिँ हाम्रो चाहिँ रहेको छ यसरी नै, बाख्रा र बस्तुको म्याक्सिमम युज हुन्छ हाम्रो चाहिँ। अनि हाम्रो चाहिँ यसरी नै छरिन्छ मल उयो चाहिँ बाख्रा र बस्तुको युज गर्छौँ हामी चाहिँ, अर्ग्यानिक मल नै हो भनौँ न। सो अब त्यहाँ परदेखि चाहिँ यहाँसम्म खन्नुपर्नेछ। सो अब ढिला नगरी म चाहिँ स्टार्ट गर्छु है त गाइस खन्नलाई। सो अब चाहिँ ढिला नगरी स्टार्ट गरौँ गाइस होइन। अलिक टाइम पनि लाग्ला जस्तो छ, अलिकति धेरै पनि खन्छ। सो So guys, फाइनली सक्यो है गाइस। ओ माई गॉड, खतरा बस्न। सो फाइनली कम्प्लिट भएको छ गाइस मेरो चाहिँ खनेर, यु क्यान सी होइन। धेरै पछि खन्दा त ओ माई गॉड गाह्रो हुँदो रहेछ गाइस। बल्ल बल्ल मेरो पनि तक्लाले चेन पायो, आराम मिल्यो बल्ल बल्ल गाइस। गाह्रो छ नि तक्लालाई के गर्नु। सो अब यो चाहिँ खनिसक्यो। यहाँ चाहिँ मकै हाल्ने हो, त्यसपछि अब मकै हाल्नलाई चाहिँ खनेको हो। भोलि मम्मीले हाल्नुहुन्छ कि अब मै हाल्नुपर्ने थाहा छैन। सो अब चाहिँ सोतर काट्न जान्छ गाइस, सोतर काट्न जानेछु। अब त्यही हो, सोतर काट्न जाने बेलामा भेटाउँला है त फेरि अब यहाँनिर। सो गाइस म चाहिँ अनि यहाँनिर बाटोमा आएर बसिरहेको छु होइन, यहाँ रोड बाटोको छेउमा। अनि अब सोतर काटौँ भनेर आएको छु। सो अब उन्नेहरू काटेर लैजाउँ भन्ने सोच बनाएको। उन्नेहरू खासै हुनुहुन्छ अब यस्तै यो उन्नेहरू न्युहरू यस्तोहरू सबै लिएर जान्छु। त्यो गाईलाई ओछ्याउनु छ। सो गाई चाहिँ अब धेरै टाढा नि नजाउँ, घरमा आमा बुढी आमा मात्रै छ बिचरा, अनि एक्लै छ। सो अब चाँडो गरेर जानुपर्ने हुन्छ। ड्याडी पनि उता जानुभएको छ किरेमा, मम्मी बजार जानुभएको छ कृषि बजार। सो भाइ घाँसमा गएको छ। अनि म चाहिँ त्यो खनिसकेर अब एकछिन रेस्ट पनि गरेँ। अनि अब चाहिँ अनि सोतर काट्नु भनेर आएको छु। थोरै घरबाट थोरै अलिकति टाढा आएको छु म यहाँनिर हाम्रो पहिलाको बारीमा। सायद तपाईँहरूलाई याद पनि आउँछ होला, यो मेरो पहिलाको भ्लगहरू हेर्नुभयो भने मैले यहाँनिरको कहानीहरू उखानहरू सुनाएको यो बारीको, यहाँनिरको कस्तो के थियो भन्ने कुरो होइन। ढिला नगरी सोतर काट्न पनि सुरु गरौँ है त गाइस। लास्टै धुलो उठ्दो रहेछ अहिले त। के अरे नाकै पुरै खिरिया जस्तो भयो, यो पुरै उन्नेको काउसो जस्तोहरू निस्केको हुँदो रहेछ। सो नाकै क्या खिरिया जस्तो हुँदो रहेछ धुलो जस्तो। सो गाइस त्यही हो, फेरि कन्टिन्यू गरौँ है त। गाइस फाइनली मैले चाहिँ भारी पुऱ्याइसकेको छु गाइज होइन। अब चाहिँ यसलाई कस्ने अनि चाहिँ जाने हो। त्यही हो गाइज। अब फेरि तपाईँहरूले सोच्नु होला अब यो किन काटेको यसरी मऱ्यो, यो त दुनियाँ देवाना नसोच्नु होला, किनकि यो चाहिँ कहिले पनि मर्दैन। जति नै काटे जति काटे त्यति आउने चिजहरू हो।
सो त्यही हो अनि आज चाहिँ यो टक्लाई मात्रै देखाउनु मिलाइरहेको कि आमा मेरो नयाँ लुक्स हो जाला साथी फेरि ढल्ला नि फेरि नयाँ लुक्स पुरै चिकना देखेर होला नि फेरि होइन ढल्ला नि फेरि है ढलिसक्यो जस्तो लागिसक्यो साँच्ची भने ढल्या त छैन नि ढल्या नि मलाई किन भन्नु है गाइस कमेन्ट चाहिँ गर्नु नि फेरि ढल्छ जस्तो सो एनिवेज गाइस त्यही हो है अनि अब ढिला नगरी अब भारी सारी कसम त्यसपछि एकदम धेरै काम छ गाइस होइन अनि अब हजुर एक्लै हुनुहुन्छ कपडाहरू उठाउनु छ घाम पनि डुबिसक्यो गाइस अब चाहिँ सनसेट पनि भइसक्यो है त्यहाँ चाहिँ यहाँबाट डुब्छ है हाम्रो चाहिँ घाम त्यहाँ गइसक्यो गाइस होइन हाम्रो चाहिँ 3 बजीतिरै डुब्ने छ घाम अहिले चाहिँ सो अब चाहिँ जानुपर्ने हुन्छ गाइस है सो अब चाहिँ भारी कसेर सो गाइस मजा लाग्यो सो गाइज म चाहिँ सोतर काटेर पनि घर आइपुगिसकेँ अनि अब चाहिँ कपडाहरू उठाउनु पर्यो कपडाहरू उठाउनु छ अनि त्यसपछि खानातिर लाग्नुपर्छ होला मेबी त्यही हो गाइज अनि आजको दिन पनि मेरो यसरी नै बित्यो सो धेरै लामो भिडियो पनि नबनाऊ गाइज होइन सो त्यही हो अनि सो गाइज त्यही हो आई होप यु गाइज लाइक टु माई भिडियो डु लाइक सेयर एन्ड सब्सक्राइब अनि सबैजनाले माया गरिदिनु होला जति पनि नयाँ हुनुहुन्छ मेरो च्यानलमा जो नयाँ हुनुहुन्छ सबैजनाले सब्सक्राइब गरिदिनु होला अनि बेल आइकन थिच्न नबिर्सिनु होला गाइस अनि त्यही हो भन्दै सी यु द नेक्स्ट भिडियो लभ यु अल बाइ बाइ